आपत्ति गर्दैछु। हाम्रो नियमावलीको 26 अन्तर्गत हाम्रो नियमावलीको 6 को उपदफा 5 मा बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने छ र कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदा सम्बन्धित मन्त्री समेत अनिवार्य उपस्थित हुनुपर्ने छ भन्ने व्यवस्था छ। हामी अहिले बजेटको सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेकमा छलफल गर्दैछौँ। यहाँ सम्बन्धित मन्त्रालय यो सिद्धान्त र प्राथमिकता सम्बन्धी विधेयक प्रस्तुत गर्ने माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्रीज्यू हुनुहुन्न। त्यसैले उहाँको उपस्थिति भएपछि हामीले यो छलफललाई अगाडि बढाउनु पर्छ र वास्तवमा हाम्रो देशको अहिलेको जो अवस्था छ, हामी आर्थिक रूपमा जसरी पछाडि परेका छौँ, सरकारले अर्थनीतिलाई चाहिँ अगाडि बढाउने कुरा जो राष्ट्र ब्याङ्कसँग सम्बन्धित छ त्यो यत्रो लामो समयसम्म नियम उल्लङ्घन गरेको छ। राष्ट्र ब्याङ्क ऐन पनि उल्लङ्घन गर्ने, अब यहाँको सदनको नियमावली पनि उल्लङ्घन गर्ने, अनि त्यसपछि हामीले यो सदनलाई अगाडि कसरी बढाइरहन सक्छौँ? सम्मान्यज्यू, म फेरि पनि अर्थमन्त्री माननीय उपप्रधान तथा अर्थमन्त्रीज्यूको उपस्थिति भएपछि मात्रै यो छलफललाई अगाडि बढाइयोस्। यो हाम्रो नियमावलीको 6 को उपदफा 5 लाई पालन गरियोस् भनेर आग्रह गर्दछु। धन्यवाद। माननीय सदस्यहरू, प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक माननीय हितराज पाण्डेजीले उठाउनु भएको हाम्रो सदन सञ्चालनको नियमावलीको व्यवस्था अन्तर्गत हो। हामी त्यसै अन्तर्गत नै जाने हो। आज हाम्रो विनियोजित शीर्षकमाथिको सिद्धान्त र प्राथमिकतामाथि छलफल मात्रै होइन, छलफलमा उठेका प्रश्नहरूको जवाब पनि दिएर आज यसलाई अन्त्य गर्ने गरी राखिएको कुराहरूको बारेमा माननीय सदस्यहरू जानकारै हुनुहुन्छ। माननीय अर्थमन्त्रीजी उपस्थित भएरै यो विषयमा जानुपर्छ, तर आज अहिले हामीले यहाँ उहाँको उपस्थिति नहुँदाखेरि म सगरमाथा संवादको कारणले अलिकति ढिला हुँदैछ, म आइरहेको छु, सञ्चालन गर्दै गर्न सके राम्रो हुन्थ्यो भनेर पनि भन्नुभएको छ। त्यसले गर्दाखेरि यसलाई उहाँकै उपस्थितिमा छलफल गर्नुपर्ने हो र आइहाल्नुहुन्छ र सङ्गठित जान्छ भन्ने अर्थमा यसलाई चलाउनको लागि म मान्य सदस्यहरूलाई अनुरोध गर्दछु। ठिक छ, मान्य सदस्य के भन्न लाग्नु भएको छ? यो बारम्बार हामीले यो विषयवस्तु उठाइरहेका छौँ, तर सरकार, म अहिले कुराकानी गरिरहेको छु, ऐन पनि पालन गर्दैन, काखा र पाखा गर्छ, कसैलाई चाहिँ लहर जेलमा हालिहाल्छ, कसैलाई चाहिँ फेरि छोडिदिन्छ। सँगसँगै नियमावलीको पनि पालन नगरिकन हुँदाहुँदै प्री बजेटमा छलफल भइरहेको छ। अर्थमन्त्री नभए पनि अगाडि बढिरहन सकिन्छ भनेर भनिरहन्छ। प्रमुख प्रतिपक्षी दलको तर्फबाट बारम्बार यो प्रश्न उठ्दाखेरिमा पनि अझ यो विषयवस्तुलाई वास्ता गरिँदैन। त्यसकारणले माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्रीज्यू नआउन्जेलसम्म यो सदन चल्न हुँदैन। म फेरि पनि विनम्रताका साथ आग्रह गर्दछु। सामान्यज्यू, माननीय सदस्यहरू, अब यो बैठक 5 मिनेट पछि बस्ने गरी स्थगित हुन्छ।